लगे चाहिँ हामी यो 220 को सकर चेन्ज गर्न लाग्यो हो। हेर्नु त कस्तो लिक भएर हैन सकर खत्तम भएको रहेछ। यस्तो लिक हुँदाखेरि बुझ्नुपर्छ कि सकर खत्तम भइसकेको छ भनेर हैन। हेर्दै गर्नु होला। सबभन्दा पहिला तलको बोल्टो खोल्नु पर्छ। 12 को रिन्चुले खुल्छ हैन। यस्तो खत्तम हुँदाखेरि धेरै उफर्ने खटखट आवाज गर्ने हैन। पछाडीको सकरको यस्तै प्रब्लम हुन्छ। हेर्दै गर्नु होला। माथिको चाहिँ नट खोल्नु पर्ने हुन्छ 17 नम्बर अनि सकर बाहिर निस्किन्छ। हेर्दै गर्नु होला। हामी खोल्दै छौं। एकदम सर्टकट भिडियोमा हजुरले हेराउन गइरहेको छु हामी हैन। कसरी चेन्ज हुन्छ भनेर। यहाँ दुईटा वासर पनि हुन्छ। यो चाहिँ एन्ड्योरेन्स कम्पनीको सकर रहेछ पछाडीको। हेर्दै गर्नु। हामी बाहिर निकालेर पनि हेराउन लाग्यो हजुरहरुलाई कस्तो हुन्छ भनेर नयाँमा। यो चाहिँ हामी प्लास्टिक निकाल्दै छु। हेर्नु एन्ड्योरेन्स प्रष्टै छ। यहाँ पनि लेखेको हुन्छ एन्ड्योरेन्स भनेर। यो चाहिँ नयाँ रहेछ। यसमा बुसहरु सबै सेटमै आउँछ हरेक चीज। हेर्नु यो चाहिँ नयाँ रहेछ। यहाँ बाइकमा लागेको पुरानो छ। हेर्नु झिकेर हेराउँदै छु हजुरहरुलाई पुरानो पनि। यहाँ हेर्नु त कस्तो भएको रहेछ भनेर। नयाँ हाल्न लागेको छु। सबभन्दा पहिला माथि फसाउने अनि त्यसपछि तल फसाउन लागि अलिकता ठोकेसी जादो रहेछ। माथि चाहिँ 17 नम्बर नट कस्ने है। दुईटा वासर हुन्छ। उति नै पैसा जादो रहेछ नि। 17 को रिन्चु पनि लाग्छ त्यही। कबारमा पैसा आउँछ तपाई पनि के कुरा गर्नुहुन्छ। अनि तल चाहिँ 12-13 को बोल्टो लाग्छ। हेर्नु फिट भइसक्यो हो। फुल टाइट गरिसक्यो हामी अब। अलि आयो नि। हेर्नु एन्ड्योरेन्सको थियो दुईटै सेटै चेन्ज गरे हो। यतापट्टि पनि सेट फिट भइसक्यो। पुरानो हेराउँदै छु दुईटै। हेर्नु कस्तो भइसक्यो।